आज हामी बजार जाँदैछौँ साथीहरू। आज घुमघाम कार्यक्रम छ हाम्रो साथीहरूसित। कार्यक्रम यस्तो छ साउदीको मरुभूमि। हाम्रो ड्राइभर साहब यता हुनुहुन्छ। ड्राइभर साहब यता हेर्नु न, हेर्नु नि यता युट्युबमा हाल्ने हो क्या, यता हेर्नु न। ए पछाडि पनि टन्नै मान्छे छन्। हाम्रो साथीहरू ताईमा जाँदैछन्। ताईमा यता हेर्नु भने मान्नै हुन्न। कहाँ हेर्ने हो, बाटो नहेरेर कहाँ तपाईँ सिआइडी बसिरहेको छ नि। पाकिस्तानको दुईजना गएको थियो के अरे, हिल्लाल र त्यो दुईले खाम्सा मार्केट जान्छु भनेर आगो लगाएको छ। तिनीहरू छैन, पर्खिजा फेरि भएर गएको त उता घुम्दै रहेछ। त्यही पनि पैसा छैन भन्छ। कति आएर चाहिँ सेलेरी उसको, रोशनको भइसक्यो त्यो। चिल्लाको बढी आएर चाहिँ पैसा त्यही भएर कति हाले रहेछ त्यसो पैसा? 18, 18.5, 19, 2000 आएर चाहिँ अहिले यो ईदको पैसा हाल्यो होला। ल साथीहरू हामी बजार जाँदैछौँ। बजार जान लागेको एउटा गाडीमा 5 जना भएर मिलेर जाँदैछौँ। बजार जाँदैछौँ, लाग्छ आधा घन्टा जति। आउने बित्तिकै आएर यहाँ 6-7 महिनापछि बढाएको थियो नि। 1600 तिनीहरूको सेलेरी। 1500 होला, अरूको 1500 होला कि कति? अरूको 14 हुँदाखेरि उनीहरूको बढाएर 15 थियो नि त। टावर बन्दैछ, बनाउनु लागेको छ। जमानामा हो, मैले त जमाना थाहा भएको। सबभन्दा सेलेरी त कम मेरै हो क्या, मेरो मात्रै हो। तपाईँ कति हो सेलेरी? अहिले त बढ्यो होला नि। बढ्यो भने त बढेर पैसा आइहाल्छ नि। अब सबै मान्छेले थाहा हुँदैन नि। 1400 कहाँ 16 भएर भयो। साथीहरू जाँदैछौँ अझै पनि। सबै एउटै कम्पनीको टेलर जस्तो छैन। साउदी अरब जङ्गलमा भेडा चराउँछ भने जस्तै भयो। भात पकाउने हो यहाँ के भेडा चरा? भात पकाउने, तरकारी पकाउने, बिरयानी बनाउने, पुरी हाल्ने, परोटा हाल्ने गर्ने। कहाँ भेडा चरा यार। भेडा चरामै पैसा सबै सकेर खाना फेरि एक्सर्साइज हुन्छ हिँड्नु। विचार गर्ने हो घर गएपछि अर्को ठाउँमा राम्रो सेलेरी पायो भने फेरि कुदिन्छु म। पहिला कम्पनी गल्ती गरेँ नि मैले। त्यो गल्ती गरेपछि 5,000 लगाएर हुन्छ। अन्त नि अब के गर्ने? बत्ती बालेर नहिँड्ने त मलाई बत्ती 24-2500 सेलेरी आउँथ्यो यार। म त बिरामी भाइ गरेर छोडिदिएँ कि त्यो कम्पनी।
यो रोड बनाउने कम्पनी होला, रोड बनाउने होइन, आसफल बिछाउने। ल बजार आउन सुरु भयो अब यहाँदेखि। उताको चाहिँ पेट्रोल पम्प, यहाँको पेट्रोल पम्प चाहिँ यस्तो हुन्छ साउदीतिरको।